मैले यसलाई के भन्छन् पुदिना लगाएको खासमा माथि लगाएको यहाँ मुनतिरबाट जरा फालेको घोप्टो मुनि त्यहाँबाट पनि निस्केर यसरी भन्छ यसको चाहिँ चटनी बनाउनु पर्छ ल सानो पालहरू हुन्छ गोरु ब्यागको मुनतिर त्यहाँबाट निस्केर पनि यस्तो राम्रो पुदिना बस्छ हुन चाहिँ यसरी लगाएको त्यहाँ चाहिँ आफै निस्केर भएको तर त्यहाँ यहाँभन्दा त्यही आफै निस्केको वाला राम्रो छ जे भए पनि गर्मीमा शीतल बनाउँछ यसले जुसहरू बनाएको छु मैले चाहिँ सुकाएर धेरै मिश्रीहरू मिसाएर अनि किराइटलाई यस्तो स्कुलबाट आएको बेला जुस बनाएर दिन्छु खुसी भएर खान्छन् यो चाहिँ चटनी बनाउनको लागि हो तर यहाँ चाहिँ सानो धनिया छ यो चाहिँ पानी पर्यो पनि हुने रहेनछ त्यही पनि एकचोटि एक्सपेरिमेन्ट गरेको हुन्छ कि भनेर हुने जस्तो देखाएको छैन